म चाहिँ आफ्नो गन्तव्यबाट चाहिँ उडिसकेको छु र माथि प्लेनमा उड्दैछु र उड्ने क्रममा चाहिँ यो राम्रो दृश्यहरू माथिको प्लेनबाट देखिरहेको छु। निकै नै राम्रो सुन्दर दृश्य देख्न मिल्छ जब प्लेन टेक अफ हुन्छ र माथि जति माथि पुग्दै धेरै नै राम्रा कुराहरू देख्न पाइन्छ। आकाशबाट हेर्नुको मजा नै छुट्टै हुन्छ र चारैतिर हेर्दै र मन रमाउँदै नयाँ डेस्टिनेसनको तर्फबाट भनेर मलाई वेलकम गर्दै थियो र म चारैतिर हेर्दै थिएँ। म ट्रान्ससाबियाको एयरलाइन्सबाट ट्राभल गर्दै थिएँ र तलका दृश्यहरू निकै राम्रो हरियाली छ किनकि यो चाहिँ युरोपमा चाहिँ हरियाली हुन्छ यो जाडो सिजनमा र मेरो चाहिँ ट्रान्ससाबियाको आइसकेको छ र म त्यसमा ट्रान्ससाबियामा जाँदैछु रमाउँदै गर्दै हल्का रमाइलो टिकटक सिकटक बनाउँदै साथीसँग चाहिँ म जाँदैछु र मेरो यात्रामा दुईजना साथीहरू पनि भेटिनु भएको थियो र एकजना उहाँ हुनुहुन्छ है। उहाँ चाहिँ मेरो साथी, उहाँ पनि मसँगै जाँदै हुनुहुन्थ्यो र हामीसँगै यात्रामा अघि बढ्यौँ साथीहरूसँग। निकै नै राम्रो मौसम थियो र आकाशमा माथि पुगिसकेपछि बादलको घेराले ढाकिरहेको थियो र सूर्यास्त हुँदै थियो र त्यो दृश्य निकै नै रोमाञ्चक थियो र साँझ पर्दै बित्दै गर्दा म करिब 5 बजीतिर पेरिसको आकाशमा पुगिसकेको थिएँ र पेरिस माथिबाट हेर्दा यस्तो देखेको थियो। बाहिरको नजारा चाहिँ निकै नै मनमोहक थियो। लाइटहरूले गर्दा बिजुली बलिरहेको मन्द साँझमा चाहिँ निकै नै राम्रो दृश्य देखिन्थ्यो माथि आकाशबाट हेर्दाखेरि र बाहिरको चाहिँ माहौल चाहिँ हल्का चिसो जस्तो मेरो प्लेनको ग्लासबाट देखिरहेको थियो र मलाई महसुस भइसकेको थियो कि चिसो निकै हुनेवाला छ र च्यालेन्जिङ हुनेवाला छ। त्यही पनि यो चिसोको मौसम त्यसमाथि झन् पेरिसको चिसो खाने भयो भनेर म चाहिँ सोच्दै थिएँ। सोच्दै गर्दाखेरि करिब प्लेन पनि ल्यान्डिङ हुने अवस्थामा आइसकेको थियो। एयरपोर्टमा नजिकै थियो र लाइनहरू चाहिँ गाडीहरूको निकै नै लामो थियो। निकै नै ट्राफिक जाम थियो वरिपरि हेर्दाखेरि र तपाईँ पनि हेर्न सक्नुहुन्छ कति लामो जाम थियो देब्रेपट्टिबाट र भिडियो खिच्दै थिएँ म। अनि खिच्दै जाँदाखेरि प्लेन पनि झर्ने ओर्लने समय आयो र जमिन जतिबाट नजिक हुँदै तल झर्दै गए र एयरपोर्टको नजारा पनि लगभग नजिकै आइसकेको थियो। मेरो गन्तव्यको दूरी पनि निकै टाढा थिएन। यो सोच्दै र ग्राउन्ड पनि आयो। प्लेन ल्यान्डिङ हुने अवस्थामा थियो। मैले कन्टिन्यू भिडियो बनाइरहेको थिएँ र त्यसै क्रममा ल्यान्डिङ पनि भइहाल्यो र ल्यान्डिङ हुने र टेकअप हुनुभन्दा पनि ल्यान्डिङ हुने समयमा चाहिँ अलिकति झसङ्ग भयो जस्तो हुन्छ। अलिअलि प्लेनहरू हल्ले जस्तो हुन्छ है। कुद्दै थियो प्लेन चाहिँ रनवेमा र त्यस्तै गरी म चाहिँ झरेर चाहिँ मेट्रो चढिहालेँ। तपाईँ हेरी त्यसपछि भोलिपल्ट म चाहिँ जुरुक्कै उठेर आइफेल टावरतिर लागेँ। मौसम निकै नै चिसो थियो, निकै नै चिसो, सोचे भन्दा निकै चिसो। तैपनि म वरिपरि आइफेल टावरका वरिपरिका दृश्यहरू निहाल्दै हेर्दै घरि पारी घरि वारी कहिले माथि हुँदै चारैतिर हेर्दै टिकटक बनाउँदै मान्छेहरू नयाँ नौला मान्छेहरूलाई हेर्दै त्यहाँको बनावटहरू त्यहाँका पुराना घरहरूदेखि लिएर पुराना चिजहरूमा पनि मेरो आँखा गइरहेको थियो र आइफेल टावरको माथिपट्टि गएर म भिडियोहरू टिकटकहरू बनाउँदै गएँ र निकै चिसो थियो र म एक्लै थिएँ। भिडियो बनाइदिने मान्छे पनि कोही थिएन किनकि म एक्लै गएको थिएँ। साथीहरू त एयरपोर्टबाटै छुटे, उनीहरूको आफ्नै डेस्टिनेसन थियो। उहाँहरू 2 जना हुनुहुन्थ्यो तर म एक्लै थिएँ र त्यस पछाडि म लागेँ
माथि पुगेपछि झन् रमाइलो दृश्य रहेछ। आइफिल टावरको सिधा माथिपट्टि चाहिँ अलिकति सिडी चढेर गइसके पछाडि चाहिँ यस्तो दृश्य देखिँदो रहेछ। केही समयका लागि यो वाटर फाउन्टेसन सो हुँदो रहेछ है, त्यही केही समयको लागि, त्यसपछि बन्द गर्दो रहेछ। म पनि एकछिन बसेर हेरेँ, निकै बेर हेरेँ है। त्यसपछि म लागेँ मुसी दु लुभ्रे म्युजियमतिर। मुसी दु लुभ्रे म्युजियममा चाहिँ मोनालिसाको पेन्टिङ राखिएको छ र त्यो हेर्नको लागि म हस्याङ फस्याङ गर्दै गएँ माथितिर है। अनि यो क्लिप चाहिँ पछाडि छुटेको, यो माथिपट्टि चाहिँ एकजना दाजुलाई बनाइदिनु है भनेर भनेको थियो। टाढाबाट हेर्दाखेरि आइफिल टावर चाहिँ यस्तो देख्दो रहेछ र मुसी दु लुभ्रेतिर म लागेँ र मुसी दु लुभ्रेतिर पनि आइहालेँ है। अनि बाटोमा बसमा जाँदै थिएँ म, यहाँ 3 चक्के टेम्पो पनि देखियो बाटोमा, पुन्टेवाला बस चल्दो रहेछ अनि लामोवाला पनि चल्दो रहेछ है। त्यहाँ के भन्छ आइफिल टावरबाट तपाईँको मुसी दु लुभ्रे जानलाई 72 बस लाग्दो रहेछ र म बस चढेर मुसी दु लुभ्रेतिर लागेँ है। अनि बिच बाटोमा चाहिँ रोक्दै जाँदो रहेछ। अनि यो सेन नदी भन्दो रहेछ। सेन रिभरको वारिपारि चाहिँ निकै नै राम्रा बिल्डिङहरू चाहिँ हुँदो रहेछन्। र मुसी दु लुभ्रेको गेटमा पुगिसकेँ म र यो वरिपरिको नजारा हेर्दाखेरि वाउ, कस्तो स्ट्रक्चर बनाइरहेको लाग्छ कि मान्छेले होइन, यो सायद एलियनले बनाएका बिल्डिङहरू थिए। ती बिल्डिङहरूको भित्ताहरूमा एक आर्किटेक्चरहरूको थियो कि म चाहिँ हेर्नलाई हाम्रो नेपालको जस्तो हुन्छ नि पुरातात्विक कुराहरू, त्योभन्दा पनि निकै राम्रो थियो। यो एडभान्स टाइपको थियो त्यति पुरानो समयमा पनि। तर यहाँको भुइँहरू के लाग्थ्यो भन्दा सिमेन्टले बनेको भुइँ, हाम्रो अलकत्राले बनेको भुइँ चाहिँ होइन कि, यहाँ चाहिँ ढुङ्गाले बनेको चाहिँ बाटोहरू हुँदो रहेछन् है। मलाई अचम्म लाग्यो किन होला, सायद लङ लास्टिङको लागि हो कि के हो भन्दै म वरिपरि हेर्दै मोनालिसाको पेन्टिङ कता छ भन्दै खोज्दै थिएँ। निकै चिसो थियो है, खोज्दै गएँ है। खोज्दै जाँदा मान्छेहरूको चहल पहल पनि निकै थियो र म चारैतिर आँखाहरू घुमाइरहेका थिएँ। तर यति लामो लाइन, यो त बाहिरको थियो, तर त्योभन्दा बढी त भित्र थिए मान्छेहरू। र म पनि टिकट काट्नु पर्यो भनेको टुडे इज नट एभाइलेबल टिकट रे, सो पहिल्यै बुकिङ गरेर जानुपर्ने रहेछ है। तर मलाई यो कुरा थाहा भएन किनकि मसँग त्यति समय थिएन प्रिपेयर गर्नको लागि। तर पनि पाउँछु कि भनेर म यसो सर्च गरेर हेरेको, तर नपाउने रहेछ। मेरो टिकट चाहिँ यदि म घुम्नु छ भने 4 दिन पछाडिको रहेछ। तर 4 दिनको ट्रिप मेरो थिएन त्यति समय मसँग है। तर म बाहिरैबाट हेरेँ, मान्छेहरूलाई हेरेँ, मान्छेहरू पुरै लाइनमा। भित्र त यति धेरै मान्छे, यो त बाहिर मान्छे टिकट नपाउनेहरूको लाइन थियो है। त्यसपछि म लागेँ अलि परपट्टिको पार्कतिर। पल्लो पार्कमा हिँड्दै गएँ म है। हिँडेँ, मान्छेहरू हेरेँ, विभिन्न देशका मान्छेहरूको भाषाहरू, तर इङ्ग्लिस चाहिँ प्राय टुरिस्टहरूले मात्र बुझ्दो रहेछ, बाहिरका मान्छेहरू आउनेहरूले मात्र। तर त्यहाँका मान्छेहरूले चाहिँ फ्रेन्च भाषा नै बोल्दो रहेछ है जेमा पनि। तर सहज भयो, टुरिस्ट प्लेस भएको भएर मान्छेहरूसँग कन्भर्सेसन गर्नको लागि मैले इङ्ग्लिसमै कुरा गरेँ। र यतातिर त्यहाँ मुसी दु लुभ्रेको अलि अगाडिपट्टि चाहिँ त्यो चर्केपिङहरू अनि क्रिसमसको चाहिँ यहाँ मेला लागिरहेको रहेछ। र त्यहाँ हाँसहरू पोखरीमा रमाउँदै गरेको दृश्य निकै नै रोमाञ्चक थियो। र घाम लागेको थिएन, पुरा दिनभर घाम लागेको थिएन। म चिसोको कठाङ्ग्रिँदै भए तापनि म चाहिँ घुम्ने खुट्टा दुखिरहेको थियो घुम्दा लगभग साँझ पर्ने अवस्थामा पनि थियो। तर पनि म घुमेँ, चारैतिर हेरेँ है। लाइफमा फेरि फ्रान्स आउँछु आउँदिनँ थाहा छैन, फेरि कहाँ पुग्छु होइन, अगाडिको डेस्टिनेसन कहाँ छ त्यो पनि थाहा हुँदैन नि त, भविष्यको कुराहरू। र त्यसपछि मुसी दु लुभ्रेको भित्रको यो चाहिँ तल्लोपट्टिको पार्कमा रहेको हेर्नु त चराहरू कति राम्रो थियो। त्यसपछि म गएँ
के भन्छ चाम्स इल्स भन्छ यसलाई चाहिँ है। यो चाहिँ तपाईँमा के भन्छ लुइस भ्याटनको बिल्डिङ है। लुइस भ्याटन हुन्छ नि संसारका सबभन्दा ठुलो महँगो ब्याग हाम्रा प्रधानमन्त्रीका फ्यामिलीहरूले बोकेको देखिन्छ नि हो त्यो ब्यागको चाहिँ ऊ भयो। यतापट्टिको देब्रेसाई झन्डा राखेको चाहिँ त्यो मेन अफिस भयो। यति महँगो हुँदो रहेछ। मैले लाइफमा त्यति महँगा ब्यागहरू मैले देखेको थिएन लुइस भ्याटनको है। त्यहाँभित्र चाहिँ फोटो चाहिँ खिचिन तर बाहिरको नजारा चाहिँ निकै लामो थियो। लाइटिङ सिस्टम राखेको थियो। यो बत्तीहरू झिलिमिली अलि समय चाहिँ भएको थिएन। लगभग 5 बजिसकेको थियो है। म चाहिँ त्यो 5 बजिसकेको थियो। यो चाहिँ दिउँसोकै भिडियो टिकटक बनाउँदाखेरि मैले बनाएको भिडियो थियो। यो पनि बिचमा आइहालेछ है। चिसोले मेरो नाक पनि बन्द भएको थियो निकै नै बेर है। चिसोको बावजुद पनि मैले हल्का फुल्का मेट्रो खोज्ने क्रममा चाहिँ यो टिकटक बनाएको थिएँ र एडिटिङको क्रममा चाहिँ सर्टकट होस् भनेर यो बिचमै आइपुगेछ। यो चाहिँ बिचमै आइपुगेछ केही छैन। दोहोऱ्याएर भए पनि हेरिहालौँ न त होइन के छ र। त्यसपछि म भोलिपल्ट बिहानै यहाँ पुगेँ है। अनि पुन्टे बस पनि आइपुग्यो। म पुन्टे बस देखेर मलाई अचम्म लाग्यो। सानो पुन्टे बस है। यहाँबाट आइफिल टावर पनि देख्दो रहेछ माथि डाँडाबाट। यो चाहिँ टुरिस्ट प्लेस रहेछ। यहाँ चाहिँ के रहेछ मायाको चिनोको लागि मान्छेहरूले चाहिँ यसरी तालचा लगाउँदा रहेछन् है। बिच बाटोमा यस्ता रमाइला दृश्यहरू पनि मान्छेले गीत गाउने उ गर्दो रहेछन् है। त्यस पछाडि म लागेँ लक्जमबर्ग गार्डन है। लक्जमबर्ग गार्डनको गेटबाट छिर्ने बित्तिकै चाहिँ हाँसहरू खेलिरहेका थिए। मान्छेहरू रमाउँदै फोटो खिचिरहेका थिए। निकै नै मनमोहक दृश्य थियो। मान्छेहरू खचाखच थिए चारैतिर होइन। विभिन्न देशबाट आएका विभिन्न वर्णका मान्छेहरू थिए र स्ट्याचु पनि यो राम्रो रहेछ नजारा। मैले पनि यहाँ भिडियो टिकटक सिकटक सब बनाएँ है। सब बनाएर भएपछि यहाँबाट अगाडि बढ्ने निर्णय गरेँ। र त्यसैमा मलाई एकजना इन्डियाको पन्जाबको मान्छे भेटिनु भयो र उहाँले मलाई सहयोग गर्नुभयो टिकटक भिडियो बनाउन र फोटो खिच्नको लागि। उहाँलाई पनि सम्झिएँ। यो भिडियोको क्रममा चाहिँ वरिपरि नजारा हेर्दै अगाडि बढेँ। अनि चिसो मौसममा साँझ ढल्दै थियो तैपनि म घुम्नलाई छोडिनँ। रुखहरू पतझड भइसकेका थिए। कुनै पात थिएन र यो गार्डनभित्र चाहिँ यो फुल चाहिँ एक्लै फुलिरहेको थियो। मलाई निकै नै राम्रो लाग्यो यो फुल चाहिँ है। अनि म हल्का वरिपरि हेरेँ हेर्नु त पातै छैन। अनि सुगाहरू 2जना कराइरहेको थियो। एकजना उता एकजना तर। यो दृश्य मैले क्यामेरामा कैद गर्न पाइहालेँ है। मैले क्याप्चर गर्दै यिनीहरू 2जना चाहिँ बोर्र उडेर गइहाल्यो। म चाहिँ हेरेको हेरेँ भएँ तर पनि सानो क्लिप चाहिँ मैले हेर्ने मौका पाएँ। त्यसपछि साँझ पर्यो। साँझ परेपछि फेरि आइफल टावर ब्याक भएँ है। आइफल टावर ब्याक भएँ। टोपी लगाएर भए पनि फोटोसोटो भिडियो सुटो ड्याङडुङ हानिदिइहालेँ। अब के गर्नु हेर्नु त पर्यो। अब साँझ पर्यो। अब होटलतिर जानु पर्यो। अब ट्रेन कुर्दै थिएँ म है यो मेट्रोभित्र। यो चाहिँ दिउँसोकै दृश्य हो चाहिँ साँझै पर्न गर्दाखेरि 6 बजे पछाडि चाहिँ यहाँ बस्न नदिँदो रहेछ गेट लाउनको लागि। त्यहाँको सेक्युरिटीहरूले सिटी बजाएर ल अब जानुहोस् समय अफ भयो भनेर फ्रेन्च भाषामा चाहिँ भन्दै थिए। तर हामीले त बुझिएन। मैले बुझिनँ तर पनि जाऊ भनेको चाहिँ इसाराले यो पाजीले चाहिँ पाजी भन्नाले पन्जाबको मान्छे हो। पाजी भनेको नराम्रो त होइन। उसले नै मलाई भिडियो बनाइदिएको हो र म पनि मस्त उसलाई भिडियो बनाइदियो ल आऊ भनेर रिक्वेस्ट गर्दै उसले पनि बनाइदियो मेरो भिडियोहरू। उसले भिडियो सिडियो बनाइदिन मलाई सहयोग गर्यो। म तरिकाको भिडियो फोटो टिकटकहरू बनाउन मस्त व्यस्त भएँ है। अब के गर्नु घुम्न गएपछि त यतिको त बनाउन परिहाल्यो है। आगे पछि सबै गरेर चाहिँ मैले टिकटक चाहिँ यसरी बनाएँ। र भोलिपल्ट फेरि अर्को ठाउँमा चाहिँ क्रिसमस परेको थियो। क्रिसमसमा चाहिँ आइफिल टावरसँगै 2-4 ठाउँमा गएँ। फोटोसोटो खिचेँ भिडियो सिडियो बनाएँ है।
यसरी चाहिँ सम्पन्न भयो। यो चाहिँ बाँकी क्लिपहरू चाहिँ यसरी राखिदिएको छु मैले। र भोलिपल्ट फेरि यो ग्यारेली लाफे भन्ने एउटा महल रहेछ, त्यो महलमा चाहिँ फेरि म इन्ट्री भएँ। बिहानै चाँडै उठेर चाहिँ 10 बजीतिर लागेँ। त्यहाँको भित्रको नजारा चाहिँ निकै नै रमाइलो थियो। यो पुन्टे गाडीहरू पनि चलिरहेको थिए, रेल टाइपमा विभिन्न टाइपका गाडीहरू चाहिँ हेर्दै घुम्दै घुम्दै मगाएँ। यो माइल चाहिँ यो ग्यालेरीको बाहिरपट्टिको दृश्य हो। मान्छेहरू घचाघच थियो। जेब्रा क्रसिङ चाहिँ यहाँ चाहिँ निकै 4 बाटो जस्तै हुँदो रहेछ र 4 बाटोमा प्रत्येक ठाउँमा जेब्रा क्रसिङ हुँदो रहेछ। यहाँ चाहिँ मैले एकदम राम्रो मानेको चिज भने तारहरू केही पनि छैन। हाम्रो नेपालमा सब पुरै अन्डरग्राउन्डमा हैन। जेब्रा क्रसिङमा पनि राम्रो लाग्यो है। मेट्रोको सिस्टम चाहिँ त्यति कुनै कुनै ठाउँमा त धेरै नै राम्रो लाग्यो, तर पनि मेट्रोहरू पुरानो टाइपका त्यस्तोहरू देखेँ मैले हैन। मान्छेहरू रुल फलो नगरेको पनि देखेँ जेब्रा क्रसिङमा, रेड लाइटमै हिँडिदिने। अनि के भन्छ यो चाहिँ माथि त्यो चाहिँ प्लेन उडिरहेको थिए, त्यो दृश्य पनि क्याप्चर गरिहालेँ मैले। र चाहिँ मेट्रोमा चाहिँ मान्छेहरूले टिकट बिना नै माथिबाट उक्लिएर जाने त्यो दृश्यहरू पनि देखेँ। अजिबको थियो यो चाहिँ।